काना नगरमा विवाह उत्सव। तेस्रो दिन गालिलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्। येशू र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइएका थिए। दाखमत सिधिएपछि येशूकी आमाले उहाँलाई भनिन्, तिनीहरूसित दाखमत छैन। येशूले तिनलाई भन्नुभयो, हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्नुहोस्। मेरो समय अझसम्म आएको छैन। 5 उहाँकी आमाले चाकरहरूलाई भनिन्, उहाँले भन्नु भए बमोजिम तिमीहरूले गर। अब यहुदीहरूको शुद्धि हुने प्रथाको निम्ति त्यहाँ प्राय 100 लिटर अटाउने ढुङ्गाका 6वटा घ्याम्पाहरू राखिएका थिए। येशूले तिनीहरूलाई भन्नुभयो, घ्याम्पाहरू पानीले भर। तिनीहरूले घ्याम्पाको मुक्कैसम्म पानी भरिदिए। यहाँ हामी हेर्छौँ हाम्रो येशू अचम्मका परमप्रभु हुनुहुन्छ। हाम्रो येशू अचम्मका परमप्रभु, अचम्मका सल्लाहकार र उहाँले अचम्म प्रकारले हामीलाई अद्भुत प्रकारले हामीहरूलाई मानव जातिलाई उहाँले बनाउनु भएको छ। त्यसै कारण उहाँ चाहिँ अद्भुत र अचम्म भएको कारणले उहाँ जहाँ पनि अद्भुत र अचम्म काम गर्न सक्नुहुन्छ, हैन। जहाँ पनि चौर होस्, घर होस्, मकान होस्, बिल्डिङ होस्, सभा होस्, जहाँ पनि परमेश्वर उहाँलाई आफ्नो श्रद्धा, आफ्नो इच्छा र विश्वास उहाँ हेरिकन उहाँले आफ्नो अचम्मका काम र अद्भुत काम गर्न सक्नुहुन्छ। त्यसै कारण यहाँ हामी हेर्छौँ कि सबभन्दा पहिला हामी हेर्छौँ एउटा काना नगरमा विवाहको घर छ। विवाहको त्यो घरमा विवाह छ, हैन। त्यो घरमा विवाहका भोजहरू दिएको छ, विवाहका रमझमहरू छ, हैन। कति त्यहाँ मानिसहरू खुसी छन्, कति रमाइलो गरिरहेका छन्। जुन पनि घरमा विवाह हुँदाखेरि मानिसहरू कति खुसी हुन्छ, कति रमाउँछ, कति आनन्द गर्छ, किनकि त्यो दिन आनन्दको दिन हुन्छ। अनि त्यो विवाहको भोजमा चाहिँ त्यो यहुदी प्रथा अनुसार, हैन, उहाँ चाहिँ केही असल चिजहरू पनि चलाउने, खुवाउने उनीहरूको प्रथा थियो, उनीहरूको चाहिँ एउटा चलन थियो। त्यो पनि हामी हेर्छौँ। र त्यहाँनिर त्यो चाहिँ जुन उनीहरूलाई लास्टमा खुवाउने एउटा जुन दाखरसको, जसले शुद्धिकरण गर्छ, जसले सबै भोजलाई एउटा शुद्धिकरण, एउटा टुङ्ग्याउँछ, अब सकियो भनेर त्यहाँ गर्छ, हैन। त्यो एउटा दाखरसको यहाँ हामी देख्छौँ। र त्यो दाखरसको काम थियो शुद्धिकरण गर्ने, हैन, शुद्ध बनाउने, हैन। जसरी हामीहरूको समाजमा पनि चलन छ, जसरी भोजभात गर्दाखेरि, हैन, जबसम्म दही चलाउँदैन, मही चलाउँदैन भने यो त केही खाएन, दही ल्याउनु। अब लास्टमा खाइसकेपछि बढी किन होस् या थोरै किन नहोस्, हैन, जब दही र चिनी चलाइसकेपछि उनीहरूले के भन्छ, ल अब भोज शुद्धिकरण भयो भन्छ नि, भन्दैन। हामीहरूमा हिन्दूहरू समाजमा यस्तो प्रकारको चलन अहिले चलिरहेको छ। त्यसरी नै त्यहाँ पनि लास्टमा चाहिँ त्यही चलाउने उनीहरूको चलन थियो यहुदीहरूको प्रथामा। यहाँ हेर्छौँ। तर यहाँनिर के देखिएका छौँ यो कथामा, केही दाखरस लास्टमा त्यो बरातीको घरमा, त्यो भोजको घरमा दाखरस चाहिँ सिधिएको छ, घटिएको छ, हैन। अनि त्यहाँनिर ठुलो एउटा बेइज्जत र ठुलो एउटा माने के भन्छ आलोचना र ठुलो एउटा चाहिँ शर्मिन्दगी हुनेछ यो घर परिवारको मानिसहरूले हामी यहाँ पनि हेर्छौँ। त्यसै कारण जब त्यो भोजमा, हैन, त्यो दाखरस सिधिएको छ अनि येशूले त्यहाँ भन्दै हुनुहुन्छ, उसको आमाले भन्दैछ कि यहाँ चाहिँ दाखरस सिधिएको छ, यो घरको मानिसहरू बेइज्जत हुन्छ, शर्मिन्दगी हुन्छ, बरातीहरू चाहिँ हल्ला गर्छ, बवाल गर्छ। येशूलाई भन्न जानुभएको छ, भन्न लगाएको छ। तर येशूले यहाँ ठाडो जवाब दिएको छ, मेरो समय छैन अहिले, मलाई भन्नु पर्दैन, हैन, अहिले मलाई नभन, मेरो समय आएको छैन। उसले भन्छ कि यसको शर्मिन्दगीलाई तपाईँ हटाइदिनुहोस्। हे येशू आफ्नो पुत्रलाई एउटा भन्न लगाएको छ, यसको शर्मिन्दगी हटाइदिनुहोस्। तर येशूले भन्छ मेरो समय, मेरो चाहिँ वक्त अहिले छैन, हैन। अनि फेरि उहाँले, उसको आमाले चाहिँ एउटा अब निराश भयो कि के भयो, हैन। त्यस्तो प्रकारले उहाँले फेरि चेलाहरूलाई, उसको आमाले भन्छ, तिमीहरूलाई जे भन्छ येशूले त्यही गर। आमेन। सबैको त जे भन्छ येशू त्यही गर्नु, जे भन्छ येशू त्यही गर्नु। उहाँले, उसको आमाले भन्छ चेलाहरूलाई, उहाँले जे भन्छ नि त्यही गर्नु, जे आज्ञा दिन्छ त्यही गर्नु। अब यहाँ हामी हेर्छौँ जब उनीहरूले आज्ञा पालन गरिसकेको छ, यहाँनिर के भएको छ, जुन शर्मिन्दगी छ त्यो चाहिँ, हैन, बदलिएको छ, हटिएको छ।
हैन। जे भन्यो त्यही गरियो चेलाहरूले। अरू गर्दाखेरि कहाँ के भयो, चेलाहरूले भन्न पनि सक्थ्यो, कहाँ यो अहिले चाहिँ कहाँ हुन्छ, यस्तो कहाँ हुन्छ, यो पानी राखेर के हुन्छ, होइन, यो चाहिँ धेरै बहाना बनाउँथ्यो। तर येशूले भन्ने बित्तिकै उनीहरूले त्यही गरेछ। के हुन्छ पछि उसलाई पनि सोधेन, होइन, के हुन्छ त्यो पनि सोधेन, सिधै भन्ने बित्तिकै उसले के गरेछ, काम गरेको छ। अनि गर्दाखेरि चाहिँ के हुन्छ, त्यहाँ चाहिँ ती खाली घम्टाहरूमा पानी भरियो, होइन, र त्यसलाई उघार्दाखेरि के भयो, चाहिँ दाख रसमा बदलिएको, परिणत भएको, अनि ती घम्टाहरू दाख मदले भरिएको हामी देख्दछौँ। हालेलुया। यो कहानीमा हामी के हेर्छौँ, सबभन्दा पहिला यो कहानीमा यो विवाहको घरमा सबभन्दा पहिला हामी यहाँ चर्चा येशू मसीहको हामी देख्दैछौँ। येशूको मामा छ, येशूको चेलाहरू छ र येशू ख्रिस्ट हुनुहुन्छ। उहाँलाई पहिला बोलाइएको थियो, उहाँलाई पहिला निम्त्याएको थियो, होइन, तपाईँले आउनै पर्छ मेरो यो विवाहको भोजमा, तपाईँ नआए भने हुँदैन, नआए भने शोभा दिँदैन, तपाईँ मेरो गुरु र प्रभु हुनुहुन्छ, तपाईँले आउनै पर्छ। अनि भन्दा पहिला उसले निम्त्याएको थियो। अनि निम्त्याएको कारणले त्यो घरको चाहिँ बेइज्जती, शर्मिन्दगी चाहिँ के गर्छ, यो हटाइएको छ। म के भन्न चाहन्छु भाइ बहिनीहरू, हामीहरू पनि के छौँ, प्रभु येशूका चेला हौँ। प्रभु येशूलाई हामी पन्छ्याएका छौँ। हामी तपाईँको जीवनमा, जीवनका कुनै हिस्सा भागहरूमा, होइन, धेरै प्रकारका घटी कमी हुन सक्छ। त्यो म भन्दैन, तपाईँलाई थाहा होला, तपाईँ र तपाईँको प्रभुलाई थाहा छ, होइन। धेरै प्रकारका घटी कमी होला, धेरै प्रकारका शर्मिन्दगी म हुन्छु कि यस्तो भनेर तपाईँको जीवनमा एउटा डर होला। तर तपाईँ एउटा याद गर्नुहोस् पहिला, होइन, कि तपाईँ कसरी येशूलाई चिन्नु भएको छ, कसरी येशूलाई जान्नु भएको छ। कतिजनाले येशूलाई कसरी चिनेको छ, ये अपरेकले ए आशकतारे सु, माने ये आसु, माने ये पलिखाले ये आशकतारे सु, येशू माने दुईटा अक्षरमा उसले येशूलाई बुझेको छ। धेरै मानिसले, धेरै पनि मण्डलीहरूमा, चर्चहरूमा पनि, होइन, धेरै व्यक्तिले येशूलाई एउटा शब्दमा मात्रै बुझेको छ, तर उसलाई येशूलाई सही प्रकारले नजिक भएर उसले चिनेको छैन। यहाँनिर के छ, हामी देख्छौँ यो व्यक्तिले चाहिँ येशूलाई शब्दमा होइन, यो घरको व्यक्तिले शब्दमा होइन, यसलाई व्यक्तिलाई येशूलाई त्यो घरका व्यक्तिहरूले यो प्रभु हो, यो गुरु हो भनेर उसलाई पुरा स्वीकार गरिएको छ, बोलाएको छ। हामी तपाईँको जीवनमा जे पनि घटी कमी छ, जस्तो पनि परिस्थिति छ, हामी जान्दैनौँ, प्रभु जान्नुहुन्छ। तर तपाईँलाई आज यो वचनले के बताउँदैछ कि तपाईँको विश्वासलाई मजबुत र तपाईँको चाहिँ जुन विश्वास छ, तपाईँको जुन येशू छ, येशूलाई कुन नजरले तपाईँ हेर्दै हुनुहुन्छ, त्यो चाहिँलाई ठोस पार्नको लागि प्रभु आज यही अध्यायबाट बोल्दै हुनुहुन्छ। त्यसै कारण हामी कुन तरिकाले येशूलाई चिनेका छौँ, त्यो हामी तपाईँलाई आफ्नो भित्र एउटा निर्णय लिनुपर्छ। वास्तवमा मैले एउटा व्यापारी ढङ्गले बुझेको छु कि मैले एउटा राम्रो राम्रो कथाहरू, शिक्षाहरू बाइबलको मिल्छ त्यो सम्झेर के एउटा चङ्गाई गर्छ कि एउटा यो प्रभु हो, मुक्तिदाता हो भनेर तपाईँ कसरी उसलाई चिन्नु भएको छ, यो तपाईँलाई बुझ्नुपर्छ। हाम्रो मुक्तिको लागि, हाम्रो उद्धारको लागि, हाम्रो पापको निमित्त हाम्रा प्रभु येशू यो संसारमा आएको छ, हाम्रो लागि उसले बलिदान भएको छ र उहाँको रगतले हामी के भएका छौँ, फिलिपिला भन्छ उहाँको रगतले हामी येशू ख्रिस्टले हाम्रो प्राण र हाम्रो शरीरलाई उहाँले महिमित बनाएको छ। आमेन। किनकि येशूको बगलमा खडा हुनको लागि, येशूको महिमामा हामी तपाईँको यो शरीरमा पनि उहाँले महिमित बनाउनुहुन्छ। महिमित व्यक्तिलाई, महिमा पाएको व्यक्तिलाई, येशूमा भिजेको व्यक्तिलाई, उसलाई उसको जीवनबाट के हुन्छ, एउटा पटाका हुन्छ नि, पटाका भने पटाक पटाक उड्छ पटाका, त्यसमा लुतीहरू के अरे त्यो आगोका झिल्कोहरू के हुन्छ, उडिरहेको हुन्छ। त्यसरी नै एउटा महिमित जब व्यक्ति, जब उसको शरीर महिमाले भरिन्छ, येशू मसीहको महिमाले भर्नुको मतलब के, महिमाले भर्नुको मतलब तपाईँबाट चाहिँ येशूको वचन जब बग्न थाल्छ, तपाईँको जीवनमा येशूको आज्ञाकारिताहरू बग्न थाल्छ, होइन, अनि तपाईँको शरीर चाहिँ महिमित हुन जान्छ, महिमाले भरिन्छ। तपाईँको प्रार्थनालाई परमेश्वरको 1 मिनट पनि खेर गर्दैन, होइन।
सुन्नुहुन्छ ध्यान दिएर जब तपाईँ महिमित हुनुहुन्छ। त्यसै कारण यहाँ भन्छ हामी तपाईँलाई पनि प्रभु येशू चाहनुहुन्छ के चाहनुहुन्छ कि हामी तपाईँ पनि प्रभु येशूलाई कसरी हामी चिनेका छौँ, शब्दमा चिनेका छौँ कि होइन, कि उहाँलाई हाम्रा मुक्तिदाता हुन्। हाम्रै निमित्त उहाँ आउनुभयो। उहाँ कुनै के अरे घोडाको निमित्त, उहाँ कुनै ब्याङको मुक्तिको निमित्त आएको छ, भ्याक्ताहरूको होइन, कुनै भैँसीको मुक्ति दिनलाई। उहाँ मानवसँग सम्बन्ध राख्नलाई, मानवलाई मुक्ति दिनलाई, मानवलाई महिमित पार्नको निमित्त, मानवसँग उहाँले चाहिँ सङ्गति हेलमेल गर्नको निमित्त उहाँ स्वर्ग छोडेर उहाँ हामी तपाईँको लागि उहाँ चाहिँ के बन्नुभयो, एक कौडीको मूल्य बराबर बन्नुभयो। त्यसै कारण येशू हाम्रो मुक्तिको लागि हाम्रो मुक्तिदाता हुनुहुन्छ भने तपाईँ आफ्नो जीवनमा स्वीकार गर्नुहोस्। अनि उहाँले तपाईँलाई के गर्नुहुन्छ, तपाईँको हरेक घटी कमीलाई, हरेक शर्मिन्दगीलाई उहाँ प्रभु येशूले तपाईँलाई एउटा निर्मूल पार्नुहुन्छ र एउटा तपाईँको आलोचनाबाट, शर्मिन्दगीबाट, डरबाट, त्रासबाट, तपाईँको जीवनमा डर होला, धेरै प्रकारका डर होला होइन, कभी लुगाको, कभी कपडाको, कभी के डरहरू आउँछ मानिसको जीवनमा, यो होला भाइ बहिनीहरू। तर म आज तपाईँहरूको विश्वासलाई अझ मजबुत पार्नको लागि होइन, तपाईँ के गर्नुहोस्, येशूलाई पहिला स्वीकार गर्नुहोस्। आमेन। येशूलाई स्वीकार गर्नुहोस्। उहाँ चाहिँ हे येशू तपाईँ मेरा प्रभु हुनुहुन्छ, तपाईँ बाहेक मेरो अरू कोही प्रभु छ भने प्रभु परमेश्वर म दोषी हुन्छु। त्यसै कारण म के भन्छु, पहिला येशूलाई स्वीकार। अनि तपाईँको शर्मिन्दगी, तपाईँको घरको, परिवारको, तपाईँको जीवनको, तपाईँको हरेक जीवनको क्षेत्रको चाहिँ जे पनि शर्मिन्दगीलाई हटाउन सकिन्छ। अनि त्यसपछि तपाईँको जीवनमा, परिवारमा अद्भुत गर्न सक्नुहुन्छ। येशू कहिल्यै पनि चाहिँ उहाँ चाहिँ दुर्बल भएको छैन, काम गर्नलाई कहिल्यै पनि थाक्नु भएको छैन। उहाँको असीम भण्डार छ। पत्रुसको किताबले भन्दछ, हे पिता तपाईँ आफ्नो महिमाको ब्याङ्कबाट, महिमाको खाताबाट प्रभु मेरो हरेक जरुरतलाई तपाईँ पुरा गर्न सक्नुहुन्छ। त्यसै कारण भाइ बहिनीहरू म के भन्न चाहन्छु यहाँनिर, पहिला येशूलाई राम्रोसँग स्वीकार गर्नु। आधा स्वीकार गरेर तपाईँलाई केही फाइदा छैन। आधा प्रभुलाई चिन्नु, आधा झुटो बोल्नु, आधा यो गर्नु, त्यो केही फाइदा छैन। प्रकाश किताब पढ्नु, अनेक ठाउँ पढ्नु, झुटा बोल्नेहरू कहिल्यै पनि स्वर्ग जाने छैन। व्यभिचारीहरू कहिल्यै पनि स्वर्ग जाने छैन। मूर्ति पूजकहरू कहिल्यै पनि स्वर्ग जाने छैन। धेरै पदहरू छन् होइन। त्यसै कारण हामी भन्दछौँ येशूलाई यदि हामी चिन्छौँ भने येशूको जीवन हामीलाई चाहिएको छ। मर्न त सबै मर्नै आएको छ, तर हामी येशूको खातिर हामी मर्छौँ भने हाम्रो कति परमेश्वरको अगाडि शोभनीय हुन्छ। तर हामी आफ्नै संसारको निमित्त, आफ्नै छोराछोरीको निमित्त एकचाक भोजनको लागि मर्छौँ भने त्यसको कुनै मूल्याङ्कन स्वर्गमा छैन। त्यसै कारण हामीहरूलाई यहाँ बुझ्नुपर्छ, तपाईँको जीवनमा प्रभु तब अद्भुत गर्छ, तपाईँको घरमा तब अद्भुत गर्छ प्रभु जब तपाईँ प्रभु येशूलाई कसरी स्वीकार्नुहुन्छ, कसरी बोलाउनुहुन्छ। यो घरमा त बोलाएको थियो, यो घरमा त इन्भाइट गरेको थियो, यो घरमा त उसलाई स्वीकारिएको थियो। त्यसै कारण आधी क्रिस्चियन बनेर केही फाइदा हुने छ। यो चर्चमा आउनु जानु होइन, जिन्दगी बितिहाल्छ होइन। जसरी एउटा हिन्दू धर्म हामी थियौँ होइन, आकृति प्राकृतिलाई पुजेर, धरती निपेर पोतेर सारा देहलाई हियाहरण गरेका थिए, केही फाइदा छैन। तर त्यो हियाहरण हामी नहो, त्यो दिन हामी फिका नपरौँ, त्यो दिन हामी चाहिँ लज्जित नहो होइन। त्यसै कारण हामीहरूले प्रभुलाई राम्रोसँग स्वीकार गर्नुपर्छ। अर्को कुरा छ तपाईँका आज्ञा पालन गर्नु। यहाँले भने जे भन्छ उहाँले त्यही गर्नु, आज्ञा पालन गर्नु। म बढी सबभन्दा बढी शिक्षा सुन्दै त कति भयो पुरै घाडा भरेको जस्तो छ होइन। तर त्यो घाडाबाट चाहिँ असल कुराहरू निस्क्दैन। दागमत त निस्कनु पर्यो नि। यदि हाम्रो घाडा भरिएको छ भने हामी त दाग रस निस्कन्छ। यदि घाडा भरिएको छैन भने फाल्तु कुराहरू दिनभरि निस्किरहन्छ। त्यसै कारण याद हुन्छ प्रभु येशू तपाईँको घडालाई, तपाईँको माटोको भाँडोलाई, हामी के छौँ, हामी माटोको भाँडा हो कि होइन, माटोको भाँडा हो। त्यहाँ पनि ग्रन्थी किताबले भन्दछ होइन, उहाँ परमेश्वर माटोको भाँडोमा चाहिँ उहाँले अमूल्य सम्पत्ति, अमूल्य चाहिँ चिजहरू राख्नु भएको छ, सम्पत्ति होइन भर्नु भएको छ। त्यसै कारण जहाँ जे भर्यो त्यही निस्कन्छ। त्यसै कारण हामी उता नजाने, यहाँ हामी के भन्दछौँ, हामी पहिला आज्ञा पालन गरौँ। जे भन्छ त्यही गर्नु, त्योभन्दा अलिकता यताउता तपाईँ जान सक्नुहुन्न। बाइबल इजाजत दिँदैन।
यदि तपाईँ बाइबल बोक्नुहुन्छ, तपाईँ ख्रिस्टका चेला बन्नुहुन्छ, त तपाईँले जे भन्छ यसो त्यही गर्नु, अनि तपाईँको सबै चिज परमेश्वर राइटमा बदल्नुहुन्छ, हैन। यहाँनिर भन्छ, हैन, अनि तिनीहरू 100 लिटर अटाउने घाम्पाहरू भरिदिए। आज पवित्र आत्मासँग तपाईँ माग्नुहोस्, भन्नुहोस्, तपाईँको रुपैयाँ पैसाको कुनै काउन्टी स्वर्गमा छैन। हो, मैले त यति रुपैयाँ कमाएको छु, यति पैसा मेरो घरमा छ, यति यो भन्छ, हैन, केही फाइदा छैन। यसो मसीह यो संसारको यो रुपैयाँ पैसा धनविधको लागि आएको होइन, उहाँले चाहिँ हामीलाई जीवन बचाउन आएको। मानिसको जीवन यो सबभन्दा बहुमूल्य छ, हो कि होइन भन्नु त? हो, सबैभन्दा बहुमूल्य छ। त्यसै कारण त त्यति बेला चाहिँ एउटा हामी कहानीमा सुन्छौँ लुका किताबमा, अनि ती भूतहरूले के भने, हे हे यसो, बरु मलाई दुःख नदिनुहोस्, मलाई सुग्रैमा पठाइदिनुहोस्। त्यो भूत लागेको व्यक्तिबाट भूतले बोल्यो, अनि यसुले त देख्यो यहाँ 150-200 सुगर छ, करोडौँको सम्पत्ति छ, त यसुलाई त त्यसो नभन्नु पर्ने थियो कि तिमी सुगरमा जाऊ, कुनै मालिकको घाटा हुन्छ। तर यसुले के देखे कि यो व्यक्ति भन्दा यो सुगर भन्दा यो व्यक्ति महान छ, यो व्यक्तिलाई बाँच्नु छ, यो व्यक्तिलाई जीवन दिनु छ, यो केटालाई, हैन, यो पागललाई जीवन दिनु छ। अनि यसुले चाहिँ भन्नुभयो कि धन सम्पत्ति भन्दा कयौं गुना चाहिँ महान मानिसको जीवन हो। आमेन। त्यसै कारण हामी तपाईले सबभन्दा पहिला आफ्नो जीवनलाई ख्याल गरौँ, आफ्नो आत्मालाई, प्राणलाई ख्याल गर्नु, हैन, कि के महत्त्वपूर्ण छ, के छ, हैन। त्यसै कारण हामीलाई के गर्नुपर्छ? परमेश्वरले आशिष दिनुहुन्छ र हामी आज्ञाकारी हौँ, आज्ञाकारी बनौँ, जे प्रभु भन्छ त्यही गर्नु, प्रभुलाई प्रेम गर्नु, आज्ञा गर्नु। लुका 10 को, हैन, लुका प्रभुको महान आज्ञा के छ भन्नुस् त? एउटा त्यो दिन पढाएको, तिमी चाहिँ आफ्नो परमेश्वरलाई, 25 मा, लुका 10 को 25-26 मा छ, हैन, तिमी आफ्नो परमेश्वरलाई आफ्नो सारा मनले, के मनले, जोडले भन्नु न, सारा समझ, सारा शक्तिले, सारा समझले, सारा शक्तिले, सारा समझले, सारा शक्तिले, सारा बुद्धिले, आफ्ना बलले आफ्नो परमेश्वरलाई के गर? इन्कार गर, प्रेम गर, के गर? प्रेम गर। थाहा छ किन भने त्यो किन लेखेको छ? अनि त्यसको अर्को निचा लेखेको छ, तिमीले आफ्नो पडोसीलाई आफ्नै जस्तै प्रेम गर। उसले भन्छ तिमी आफ्नो घरमा भएका गाई भैँसी गोरुलाई प्रेम गर भन्न सक्थ्यो नि, बुझ्नुपर्छ। उहाँले भन्छ तिमी आफ्नो पडोसीलाई, दोस्रो कुरा छ, आफ्नो पडोसीलाई, आफ्नो भाइलाई आफ्नै जस्तै प्रेम गर। उसले भनेन कि तिम्रो घरमा भएका गाई गोरुहरू, मुर्गा मुर्गीहरू, हैन, जे पनि होला त्यसलाई तिमी आफ्नै जस्तै उलाई पनि, गाईलाई पनि प्रेम गर, भैँलाई पनि प्रेम गर, बकरालाई पनि प्रेम गर भनेछ। आफ्नो गाईलाई प्रेम गर्छु भने उसलाई 5000 मा एक दिन बेच्छु र धेरै कुराहरू चाहिँ अभावहरू टरिन्छ, हैन। तर प्रभुले भन्छ, हैन, आफ्नो पडोसीलाई, आफ्नो छिमेकीलाई मानिस। किन थाहा छ? परमेश्वरको इच्छा हो म मानिससँग सम्बन्ध राखेको थियो, हैन, राखेको थियो एदनको बगैँचामा। तर ती आदमले पाप गर्दाखेरि त्यो मानिस र परमेश्वरको सम्बन्धलाई बिछोड गराइदियो। त्यति त्यहाँ भएको छैन, धेरै कुरा त्यहाँनिर चाहिँ स्वर्गदूतको सम्बन्ध बिछडियो, यहाँनिर चाहिँ प्राकृतिक र मानवको सम्बन्ध बिछडियो, त्यहाँ पनि परमेश्वर र के गर्नु छ दूतहरूको बीचमा सम्बन्ध बिगडियो र त्यसपछि मानिसको सम्बन्ध बिगडियो। जो पाप गर्दाखेरि यति घटना भयो, यति होइन, उसले चाहिँ पृथ्वीलाई पनि आफ्नो अधिकार जो दिएको थियो उसलाई, पृथ्वीमाथि उसले आफ्नो अधिकार शैतानले खोस्यो। किन? एउटा फलको कारण। याकुबले एसावसँग किन त्यस्तो भयो? एसावले एक छाक भोजनको लागि उसले समस्त अधिकार बेच्यो, आदमले एक छाक एउटा फल खानको निमित्त समस्त अधिकार बेच्यो, हैन, र सारा चिजलाई चाहिँ उलटपुलट उल्टापुल्टा गरिदिए। त्यसै कारण हामीहरू के बुझ्नुपर्छ? हाम्रो परमेश्वरले चाहिँ मानिस र परमेश्वरको सम्बन्ध छ। परमेश्वरले चाहिँ गाई गोरुसँग, हाम्रो धन सम्पत्तिसँग उहाँ चाहिँ संगति गर्नुहुन्न। उहाँले भन्छ म मानिस र
परमेश्वर दुवै चाहिँ सम्बन्ध राख्नु, उहाँसँग सङ्गति गर्नु, उहाँको आज्ञा पालन गर्नु, उहाँसँग हिँड्नु, उहाँसँग बोल्नु, उहाँसँग चल्नु, यो हाम्रो लागि सही हाम्रो धार्मिकता हो। हामी कसँग बोल्नुपर्छ, कसँग चल्नुपर्छ होइन, हामी परमेश्वरको अगुवाईमा हामीलाई चल्नुपर्छ। त्यसै कारण हामीहरूलाई परमेश्वरको आज्ञा मान्नुपर्छ। जुन आज्ञा भए पनि, जुन यसमा यो बाइबलमा कुन आज्ञा छ कि जुन आज्ञा चाहिँ कमजोर हो, कुन हामी कुन कसले लेखेको छ यो, ओहो यो त परमेश्वर लेखेको छ, यो त मानिसले लेखेको छ, कुन छ? कुनै छ? कुनै छ भन्न सक्छ कसैले? भन्न सक्छ कसैले? कुनै पास्टरको ताकत छ कि यो वचन माने पापी हो, यो वचन चाहिँ पवित्र हो? भन्न सक्दैन, किनकि यो चाहिँ जीवित र पवित्र वचन हो। एउटा पनि गल्ती छैन। यो परमेश्वरले खुद आफ्नो प्रेरणाद्वारा उहाँले बोल्नुभयो, लेख्नुभयो, लेखाउनु भयो। त्यसै कारण हामीहरूलाई परमेश्वरको आज्ञा मान्नुपर्छ। अर्को कुरा, मानिसलाई सम्मान गर। परमेश्वरले यो चाहनुहुन्छ, जब हामी मानौँ न एउटा भैँसी र एउटा भैँस र म छु, म दुवैजना खुब प्रेम गर्छु, कहिल्यै पनि उसले शान्ति दिँदैन। एकजना मानिस हेरेको छु, मेरै साथी थियो, पढे लेखेको छैन, उसले चाहिँ धेरै ठुलो ठुलो गोरुहरू पाल्थ्यो, टायर जोत्थ्यो र आउने बित्तिकै चलाएर आउने बित्तिकै त्यो गोरुलाई यसरी सुताएर उसले चाहिँ मालिस गर्थ्यो, खुट्टा दबाउँथ्यो, यो गर्थ्यो, सबै उसको सेवा सहार गर्थ्यो। मैले एक दिन उसलाई भनेको थिएँ, मैले भर्खर यसो मागेँ, ए यति किन तपाईँ पहिलाई गर्नुहुन्छ? ए तपाईँ कुरा भने यही हाम्रो प्राण है, ये हाम्रो सब कुछ हो भैया, ये हाम्रो प्राण है, ये हाम्रो सब कुछ है। हमको एक दिन तँलाई दुख दिन्छ यसले होइन, एक दिन यो बिक्री भएपछि या मरिसकेपछि न ठुलो तपाईँको जीवनमा चोट आउँछ। ठिक छ, यो तपाईँको धन हो, सम्पत्ति, यसलाई माया गर्नु, राम्रोसँग चलाउनु, संरक्षण गर्नु, यो राम्रो कुरा हो, तर यसलाई प्राण नभन्नु, परमेश्वर नै सबै चिज हुनुहुन्छ। अनि एक दिन चाहिँ उसको गोरु बिक्यो, निराश भयो, लोन आयो, कर्जा आयो, गोरु बिक्यो। त्यसै कारण हामी संसारको चिज पछाडि नदौड, एक दिन तपाईँलाई निराश बनाउँछ। अर्को कुरा हामी के भन्न चाहन्छौँ यहाँनिर, एउटा कुरा हामी प्रस्थानको किताब सबैजना खोल्नेछौँ। प्रस्थान 20 अध्याय। त मानवको सम्बन्ध, भाइको सम्बन्ध, विश्वासुको सम्बन्ध होइन, दिदी बहिनीको हरेकलाई एउटा आफ्नो पडोसी हो, चाहे जो होस्, जो जातिको होस्, हामीलाई जातिपातीसँग मतलब छैन, उसलाई माया गर्नुपर्छ, उसलाई प्रेम गर्नुपर्छ, उसलाई हामीले सम्बन्ध गाँच्नुपर्छ, उसलाई जरुरतको बखतमा, घटी कमीको बखतमा जानुपर्छ, उसको घरमा हेर्नुपर्छ, उसको घरमा केही कोसेलीहरू केही लिएर पुग्नुपर्छ त्यहाँ होइन। यो भन्दछ यसलाई मानिसको सम्बन्ध छ। यो परमेश्वर देख्न चाहनुहुन्छ, परमेश्वरलाई धेरै मनपर्छ। जब हामी मेलमिलापमा हुन्छौँ नि, अनि परमेश्वर धेरै खुसी हुनुहुन्छ होइन। यदि तपाईँसँग मेलमिलापमा कोही बस्नुहुन्न भने तपाईँको जीवन आफै के हुन्छ, एउटा उजाड स्थान जस्तो भइहाल्छ। केही नभएको, केही नभेटाएको, केही नपाएको, केही मुक्ति उद्धार केही छैन जीवनमा, यस्तो चाहिँ एउटा मन बौला जस्तो हुन्छ। त्यसै कारणले परमेश्वरलाई यो राम्रो लाग्छ, मानिसको सम्बन्ध भएको होस् र तिमी परमेश्वर र मानिसको सम्बन्ध भएको हामी हेर्छौँ त्यो 10 अध्यायमा लुका। त्यसै गरी प्रस्थान 20 मा हामी पढ्छौँ एउटा पद, सब्बात दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु। सब्बात दिनलाई पवित्र मान्नुपर्छ, याद राख्नुपर्छ। 6 दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, और 6 दिनसम्म तपाईँ मेहनत गर्नु, परिश्रम गर्नु, सबै गर्नु, तर 7औं दिन के गर्छ? विश्राम दिन, प्रभुको दिन हो। तपाईँको दिन त्यो होइन, तपाईँको दिन त्यो विश्राम दिन होइन, यो प्रभुको हो। प्रभु आफ्नो पवित्रतामा उहाँ बढ्न चाहनुहुन्छ, उहाँले बढाउनुहोस्। उहाँ जब नआएपछि तपाईँको परमेश्वर के हुन्छ तपाईँको लागि? ओहो मैले त गएन, निराश भइहाल्छ होइन। के भन्छ? तर 7औं चाहिँ दिन परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति सब्बात दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नु। के लेखेको छ? त्यो दिन चाहिँ तपाईँको परम प्रभु परमेश्वरको दिन हो होइन। यसमा यहाँ लेखिएको छ, तर 7औं दिन परम प्रभु तिमीहरूका परमेश्वरको निमित्त सब्बात दिन हो होइन। यो परमेश्वरको निमित्त सब्बात दिन, परमेश्वरलाई उचाल्ने, परमेश्वरलाई महिमा दिने, उहाँलाई बढाउने, उहाँलाई आदर सम्मान गर्ने उहाँको दिन हो। किनकि सब्बातको मतलब हुन्छ उहाँ रुक्नुहोस्,
हिब्रूमा हैन। त्यसै कारण सबात भनेको रुक्नु, केही नगर्नु। परमेश्वरले पनि 6 दिन काम गर्दै गए गर्दै 7औं दिनमा के अरे 6 दिनमा सबै चिज सिध्याएर रुक्नु भयो। हामीहरूलाई पनि 7औं दिनलाई के गर्छ? आदर गर्नुपर्छ। केही काम गर्नु पर्दैन। कसैले छोरा हो छोरी हो नोकर हो चाकर हो कसैले गर्न पाउँदैन। तर हामीहरू के गर्छ? न सुन ले, हम जाए छी चर्च में और ये आदमी सबके कभी दुकान पर काम करते, में काम करते, खेत में काम करते, बारी में काम करते। यहाँ के भन्छ? तपाईँ आफै चाहिँ येशूको विश्राम दिनमा पाल्नु हुने र उहाँको नोकर चाकरको दिन होइन, नोकर चाकरको परमप्रभु होइन। त्यसै कारण पुरा काम ठप। के गर्ने? पुरा काम बन्द। आज मेरो परम प्रभुको उचाल्ने पवित्र पार्ने उहाँको दिन हो। उहाँसँगै हामीलाई विश्राम गर्नुपर्छ, उहाँसँग उहाँको आवाज सुन्नुपर्छ, महिमा गर्नुपर्छ। यो दिन सबैजना याद गरिहाल्नु, सबैजना बुझिहाल्नु। जुन दिन तपाईँलाई मन लाग्छ त्यो दिन चर्च आउने, जुन दिन तपाईँलाई मन लागेन त्यो दिन चर्च छोडिदिने, जुन दिन मन लाग्यो त्यो दिन के अरे ससुराल जाने, अरू कुनै दिन मेला जाने, कसले मौसीले बोलाएको छ त मौसाले बोलाएको त्यो भनेर मिल्दैन। किनकि यदि तपाईँ येशूलाई स्वीकार गर्नुभएको छ कि उहाँ मेरो मुक्तिदाता हुनुहुन्छ भने, उहाँ मेरो प्रभु हुनुहुन्छ भने, मेरो मुक्तिदाता भन्दा कोही मेरो नाना नानी ठुलो छ भन्नु न? कोही साला साली छैन। यहाँसम्म भनिदिएको छ लेवीको किताबमा हैन कि सालीसँग पनि बिहे नगर्ने रे। अहिलेको जमानामा के भन्छ? साली कहाँ त आधा घरवाली। धेरै छ। एउटा पनि आज्ञा जुन छ नि त्यो प्रभुले हटाउन, येशू आउनुभयो हटाउनु भएन। एउटा पनि आज्ञा हटाउनु। उहाँले के भन्छ? एउटा पनि बिन्दुलाई मैले टारेको छैन। जो व्यवस्था छ त्यो व्यवस्थालाई एउटा पनि हर्षिकार दुर्जीकार भन्छ नि त्यो पनि प्रभुले भन्छ मैले बिन्दु एउटा कमन ट्याक्स पनि परमेश्वरले भन्छ मैले हटाएको छैन। मैले उसलाई पुरा गर्नको लागि जसले अगमवक्ताहरू आफूलाई प्रभु भन्नेहरू धेरै आए तर उनीहरूले एउटा पनि हैन के अरे पुरा गरेन, एउटा पनि बिन्दुको पनि उसले प्रमाणित गरेन, पुरा गरेन। तर त्यो मैले गर्न आएको छु येशूले भनेको छ। तर कतिले भन्छ यो नयाँ करारमा थियो, यो पुरानो करारमा छ। कसले लेखेको छ? कसले लेखेको छ? कसैले यदि भन्छ पुराना करार रद्द छ भने उसलाई त्यो पास्टरलाई चाहे कोही व्यक्तिलाई कहिले पनि पुराना करार छुनु हुँदैन। खालि नयाँ करार पढाउनुहोस् न, भयो, काम सकियो। त्यसैले यहाँ भन्दछ यो दिनलाई मान्नुपर्छ, केही काम गर्नु पर्दैन हैन। तर हामीहरू कतिजना यस्तो छ आज कुनै कुनै पुरा मण्डली नै साफ भइहाल्छ। आज धान कटाइ छै रे, आज मतलब कि कथी दोनो होइ छै, कथी दोनो होइ छै, पुरा मण्डलीए साफ हो जाइ छै। उ न भेलै, उ येशूके चिन्ह न भेलै, उ स्वीकार कल न भेलै, ओना न करू। त्यसै कारण आज म के भन्न चाहन्छु तपाईहरू एउटा प्रभुलाई स्वीकार गर्नुस् जीवनमा। प्रभु आज तपाईको दिन हो। कुनै पनि हालतमा मेरो बुवा यदि चाहिँ हस्पिटलमा गएको छ उसलाई हस्पिटल पुगाएर हामी के गर्छौं? डाक्टरको जिम्मा लगाएर हामी विश्रामलाई पकड्न चाहन्छौं। यदि हामी भन्न पनि सक्छौं पास्टर बुवा मेरो घरमा ठुलो इमर्जेन्सी भएको छ, म के गरौँ? पास्टरले थोरै भन्छ कि बुवालाई छोडेर तिमी संगतिमा आऊ। उसले कमसे कम सोधेर गएको छ, ल ठिक छ तिमी हैन त्यहाँ सम्भाल, परमेश्वर तिमीलाई आशिष दिनुहुन्छ। नभई नहुने कुरा हो तब मात्र। अब सानो तिनो कुरामा झुट फुसको कुरामा विश्राम दिन छोडिदिने, मण्डलीलाई सुन बनाइदिने हैन। हेर्नु त कति दुःखको कुरा हुन्छ। हाम्रो परमेश्वर कति निराश हुन्छ, कति चाहिँ उ हुन्छ। अब आफ्नो बखतमा उसलाई निराश बनाउने, अब फेरि आफ्नो जरुरीमा हे प्रभु तपाईँ कहाँ हुनुहुन्छ? प्रभु धेरै ठुलो सङ्कटमा माथि पर्नु, आउनुहोस् प्रभु आउनुहोस्, मलाई मेरो सम्हाल्नुहोस्। त्यसै कारण हामीलाई विश्राम दिन हामीलाई पालन गर्नुपर्छ। कतिजना आज सङ्कल्प गर्नुहुन्छ कि प्रभु म अब तपाईँलाई मुक्तिदाता भनेर स्वीकार गर्छु। प्रभु म अब चाहिँ कुनै पनि हालतमा तपाईँको विश्राम दिनलाई म बिटुलो र टुरा बनाउन चाहदिन, छोड्दिन। यदि तपाईँ विश्राम दिन पालन गर्नुहुन्न भने तपाईँले परमेश्वरले कुन आधारमा तपाईँलाई स्वर्गमा स्वीकार गर्छ? तपाईँ यहाँको सङ्गतिमा बस्नु भएन भने हैन, यो चाहिँ एउटा नाटक छ, सिक्ने ठाउँ छ। यो पृथ्वीमा तिमी यदि विश्राम दिनलाई कदर गरेनौ, पालन गरेनौ भने हामीलाई परमेश्वरले त्यो महिमाको आराधनामा सामेल गराउँछ, गराउँदैन।
त्यसै कारण हामीहरूले विश्राम दिनलाई पालन गर्नुपर्छ। एउटा पद अझ म देख्छु, हेर्छु, खोल्नै सबैजना खोल्नु। एउटा प्रस्थानको किताब, त्यही प्रस्थानमा हामी हेर्छौँ 30 अध्याय 31, 14 अनि 18। तिमीहरूले सब्बात मान्नु, किनभने तिमीहरूको निम्ति त्यो पवित्र हो। तिमीहरू सब्बात मान्नु र तिमीहरूको लागि त्यो दिन पवित्र दिन हो। त्यो अपवित्र गर्ने निश्चय नै मारियोस्। र त्यो जसले त्यो दिनलाई अशुद्ध बनाउँछ, अपवित्र बनाउँछ, त्यसलाई मार्नुपर्छ। यहाँ भन्छ के गर्नु छ? छोड्नु छैन। यहाँ लेखेको छैन छोड्नु छैन, मार्नुपर्छ उसलाई। किनकि ऊ एक्लै व्यक्ति आएर प्रभुको मण्डलीलाई चाहिँ उसले अशुद्ध बनाउने, पवित्र दिनलाई अशुद्ध तुल्याउने, त्यो व्यक्तिलाई मार्नुपर्छ। त्यसै कारण हामीलाई प्रभुले नमारोस्, हामीलाई प्रभुले नडाँटोस्, हामीलाई प्रभुले छडी नलगाओस् भन्ने हामीलाई एउटा के अरे चेतना होस्, हामीलाई पुर्याउनु पर्छ। कारण हामीलाई हतपत चाहिँ प्रभुको विश्राम दिनलाई छोड्नु पर्दैन। र उहाँको दिनलाई आदर र पवित्र कसरी हामी गर्छौँ? जब हामी घरैबाट चाहिँ एउटा के अरे सम्मानित भएर, घरैबाट धन्यवाद भएर त्यो दिन हामी सिकायौँ। तिमी बाटोमा आउँदाखेरि बाइकमा पनि चढेर बिहानै उड्दाखेरि भनिदिनु, है कुनै काम नगर्नु, आज काम बन्द रहन्छ मेरो। चाहे खेतमा पानी होस्, चाहे बारीमा पानी होस्, हामीलाई मतलब छैन, आज हाम्रो प्रभुको दिन हो। जब यस्तो एठोट गर्छ भने प्रभुले के तपाईँलाई भोकै राख्छ? प्रभुले तपाईँलाई खुवाउँदैन। त्यसै कारण हामीलाई शनिबारको दिन हामी सबैजनालाई काम नगर्नु, काम नगराउनु, त्यो दिन बन्द गर्नुहोस्। 6 दिन तपाईँ कमाउनु भयो, केही भएन। 7औं दिन कमायो भने के हामी राजा बन्छौँ? 6 दिन त्यो इजरायलीहरूले मना बटोरे, के अरे कति दिनसम्म उनीहरूले मटा बटोरे, तर उसले मसाल भनेको नबटोर्नु, यो नबढी नगर्नु, तर उनीहरूले बटोर्दै गए। के भयो? सबै सडेर कुहेर गए। त्यसै कारणले हामीलाई 6 दिन दिएको छ। 6 दिन तपाईँ काम गर्नु सुले मतलब छैन, तर 7औं दिन तपाईँको दिन होइन, तपाईँको प्रभुको दिन हो। तपाईँ जसलाई मुक्तिदाता भनेर आफ्नो हृदयमा स्वीकार गर्नुपर्छ भाइ बहिनीहरू, उहाँको दिन हो। आमेन। त्यसै कारण एउटा सङ्कल्प आज लिनु होला, हैन, कि प्रभु मैले धोका खाएको छु, कति दिन तपाईँलाई मैले तपाईँको गाडी मैले दोषी छु, मलाई माफ गर्नु होला। यहाँ चाहिँ मार्नु पर्छ। र अर्को कुरा एउटा पद अझ हामी हेर्नेछौँ, असैया 66 हामी जानेछौँ। जसले नयाँ आकाश र नयाँ पृथ्वी जो म बनाउने छु ती मेरै सामने रहिरहनेछ। उहाँले भन्नुभएको छ कि जसरी मैले नयाँ सृष्टि, नयाँ आकाश, नयाँ पृथ्वी मैले बनाएको छु, येशूको कोराले हामी नयाँ सृष्टि बनेका छौँ, नयाँ आकाश चाहिँ बनेका छौँ, पवित्र हामी बनेका छौँ। उहाँले भन्छ नयाँ सृष्टि, नयाँ आकाश जसरी मेरै आँखाको सामने, मेरै राज मेरो आँखाको सामने रहन्छ, त्यसरी यहाँ के भन्दछ? परम प्रभु भन्नुहुन्छ, त्यसरी नै तिमीहरूको नाउँ र तिमीहरूका सन्तान रहिरहनेछ। 23 एक औँसीदेखि अर्को औँसी र एक सवाददेखि अर्को स्वादसम्म सबै मानिस जाति आएर मेरै सामने निहुर्नेछन्, परम प्रभु भन्नुहुन्छ। हालेलुया। यदि हामी तपाईँ परमेश्वरको विश्राम दिनलाई हामी कदर गर्छौँ, आदर गर्छौँ भने उहाँले के भन्नुहुन्छ कि तेरो सन्तान र तेरो चाहिँ बालबच्चा र त चाहिँ मेरै सामने जसरी सूरज चाँद अटल छन्, त्यसरी तेरो छोराछोरी मेरो सामने धार्मिकतामा रहिरहनेछन्। आमेन, हैन। अनि एक सबातदेखि अर्को एक शनिबारदेखि अर्को शनिबार परमप्रभु फेरि मेरा छोराछोरीलाई, मेरा सन्तानहरूलाई, जातिहरूलाई उसले आफ्नो भवनमा ल्याउने छन् र उहाँको अगाडि हामी सबैजना घुट्ना टेक्नेछौँ। त्यही कारणले परमेश्वर त प्रभु हामीसँग चाहिँ उहाँले यत्रो चाहिँ दुःख उठाउनु भयो र स्वर्ग छोडी धरतीमा आउनुभयो कि यो सम्बन्ध, यो सङ्गति एक सभादेखि अर्को सभादेखि एक औँसीदेखि अर्को औँसीसम्म हामी र मानिसको बिचमा एउटा सम्बन्ध रहेर मानिस मेरो अगाडि घुट्ना टेकेको प्रभु देख्न चाहनुहुन्छ। आमेन। त्यसरी नै हामीहरूलाई पनि विश्राम दिनलाई कुनै पनि हालतमा हामी कुनै कसैले छोड्न पाउने छैन।